गेट रेडी विथ मी। आधी त म रेडी भइसकेँ, अब अलिकति बाँकी छ। म रेडी भइसकेँ, भाउजू पनि देख्नु पर्यो नि त अलिकति के हो ल हामी चाहिँ जान लागेको सुलुलुलु। मलाई चाहिँ गाडीमा जाँडो हुन्छ है साथीहरू, त्यही भएर म चाहिँ आफ्नो बन्दोबस्त छु। आज चाहिँ म ओसाका जान लागेको है। मेरो सुरुवातै अलि यताउता भएछ। यो मेरो फर्स्ट ट्राई हो। ट्राई त पहिला ल साथीहरू, हामी चाहिँ यहाँ एकछिन ब्रेक टाइमको लागि आयौँ है। अनि सयर जानु पर्यो, कता कता जानु पर्यो। चौलिया बिग्रिसक्यो यार। निन्द्रा लाग्यो, कति निन्द्रा हो। सुताइ यस्तो छ, सुताइ चलेछ। यहाँ पनि सुताइ चलेछ, भर्खर उठेको हो। बिचरा गुरुजी चलाएको चलाइ हुनुहुन्छ। गाह्रो छ नि, सजिलो छ र घुम्न पनि। ल साथीहरू, अब म ओसाकामा पुगिसकेको छु। अब के हो यो सुलुलुलु उडेछ त के हो? ल देखिन्न यार पछाडिबाट। सुलुलुलु सुलुलुलु खोइ अर्को खोइ। अब म पनि जान्छु बिस्तारै साथीहरू। यस्ता यस्तै त म फुर्र चढिहाल्छु। म त पुगिसकेँ। त्यो टुप्पामा पुग्न हामी। हामी साथीहरू गाडीमा मात्र है, त्यसरी जाडोहरू बसेको म फेरि ठ्याक्क ठाउँमा। यहाँ फेरि गर्मी त्यस्तै छ, एकदमै गर्मी छ। अब हामी त्यहाँ देख्यो नि त, हेर्नु कहाँ जाँदा हाम्रो यो ओसाका क्यास्टल। अनि यो चाहिँ क्यामेराम्यान गाडी गुरुजी सबै हो। फोटोग्राफर टोपी बोकिदिइसक्यो दाइले। अब के बोक्नु त दाइ तपाईँले? मेरो क्यामेरा बोक्ने अहिले एकछिन। म कसरी मेरो भ्लग बन्दैछ साथीहरू। गर्मी एकदम डेन्जर छ। अहिले म टोपी लाउँछु राम्रोसँग। अनि तर चाहिँ साथीहरू बुरा नमान्नु, जस्तो त्यस्तै हुनसक्छ। शीतल छ यार यहाँ त। हाम्रो दाइ भाउजू खै टक्क हिँडिरहन्। ओ माई गड, हात छुट्यो है, हात छुट्यो। यहाँ चाहिँ के को लाइन हो साथीहरू? किन हो दौडिनी दौडेकै छन्। अनि अब हामी चाहिँ हिँडेकै छौँ। लहर 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 गर्मी छ डेन्जर साथीहरू। के हो र त्यो क्यास्टल भने के हो र? त्यहाँ भगवान् बस्छन् र? त्यहाँ भगवान् बस्छन् र त्यो क्यास्टल भन्नेमा? के हो गर्बेस? कता कता जाने हो साथीहरू? के हो त्यहाँ भगवान् बस्नुहुन्छ कि त्यो क्यास्टल? हामी जाँदै हौ ओसाका क्यास्टल माथि चढ्दैछौँ। हो दुईटा कपाल अगाडि छन् है गाइज। Hello guys. Sore layo. Kotla ranu पर्दै छ। गर्मी छ है गाइज। तर हामी यस्ता गर्मी तरेमा बसेकालाई के गर्मीले छुँदैन भन्छ मलाई छिट्टो भयो साथीहरू। के गर्ने गाइज? ल है साथीहरू, हामी त एन्ट्री मारिमा जान्छौँ गएर। अब फोटो खिच्नुपर्छ, सुन्दर 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 तस्बिर लिनुपर्छ। सुन्दर सुन्दर है। गर्मी छ है गाइज। जस्तै अबलाई टाइम हजुर। सुलुलुलु हामी अब ल है ओसाका क्यास्टल है गाइज। के चाहिँ पुग्यो है फाइनली हामी। गर्मी छ गाइज। हेर मान्छेको भिड कति हो, मान्छेको भिड हो। स्कुलको हाम्रो जस्तै स्कुलको ड्रेस रहेछ लु त। साथीहरू यहाँ आउनलाई कति मिहिनेत लाग्यो, कति खोजेर हो उताबाट खोजेर यता यहाँसम्म आउन कति गाह्रो भयो। गर्मीले टाँ टाँ फिस भइसक्यो। सबैलाई त्यस्तो भएन मलाई। तिमीलाई त खुब यहाँ आउन मन लाग्छ एकदम। भन त तिमीलाई यहीँ हो सबभन्दा? यहाँ बेला लाग्छ। बुझाइ कता हो? अब हामी यता छौँ है गाइज। ओहो ल है गाइज। स्काई डाइभिङ, स्काई बिल्डिङ उमेद। यता म पनि छु है गाइज। फेरि पोर्चुगलको फ्यान पऱ्यो होइन एउटा ड्रेसमा होइन। ल है टावर इस्ट टावर वेस्ट
गाइस गाइस माथि यता आउन चढ्न जान्दाको लाई हेरौँ न साथीहरू लाई सबरका फल मिठा होता है त्यही भएर सबरका त्यसको फल एकदम मिठो हुनेवाला छ छुट्टी जान्छ नि म चाहिँ माथि पुगेर आएँ होइन तर भिडियो चाहिँ अलि त्यो उसवाला भएन क्या त्यो छड्केवाला के भएन युट्युबमा हाल्नको लागि मेरो त्यही भएर मैले यहाँ भिडियो हालेन है त्यहाँनिर टुप्पामा पुगेको चाहिँ अनि हामी त्यहाँ माथि पुगेर आएको है गाइस हेर्नुहोस् तपाईँहरू नि आउनुहोस् घुम्नुहोस् मौज गर्नुहोस् हो मेरो मिसेस आउनुभयो घुमेर कस्तो कस्तो भयो मजा आयो पुरै पोसाभन्दा पनि बिरालो सँगसँगै दौडेछ खानालाई उल्लेख गर्दैछु अब सबरका फल मिठा होता है त्यही भएर पुग्दैछु म साथीहरू मान्छे मात्रै सानो हो खानको फेरि म हस्पिटल खान्छु ल यो पाउँदै लिएर त हामी अब जाँदैछौँ मिर्कल ओसाका के भन्दा यो त भट्टी पसलहरू धेरै रहेछ गाई जापानको होइन ओसाका है यसो मसाज ससाज गरिदियो भने ल सस्तोमा छ ल खुट्टा सुट्टाको मसाज अगाडि भुत आए जस्तो छ होइन यहाँ ल मिराकल ओर्लाइयो गाई मिरिकल हो कि मिराकल हो थाहा छैन मलाई पनि होइन ए यहाँ त भिड लागेछ मेला लागेछ मेला छ है गाई ल ल डिस्को डिस्को हुँदैछ ल हामी भित्र छिर्यौँ इन्ट्री भयो है गाइस केही त भएन के हो के गरेको खै
हिँडे भेडा बाह्र हिँडे बाप रे बाप गाह्रो छ मान्छेहरू आएका ल साथीहरू हामी त गयौँ है अब सक्यो घुमघाम सक्यो अब हामी घर चाहिँ कमेन्ट गर्नु होला कस्तो भयो स्टे ट्युन साथीहरू।